गणतन्त्र स्थापनाका राष्ट्रनायकहरू तथा यस मञ्चमा सम्पूर्ण आसन अतिथिगणहरू, सुरक्षाकर्मी, यहाँ उपस्थित सम्पूर्ण जनसमुदायमा मेरो शहीद सगराम बुढा छोराको तर्फबाट र सम्पूर्ण शहीद परिवारको तर्फबाट यहाँहरू सबैमा अभिवादन, न्यानो अभिवादन। आज यस ऐतिहासिक स्थल कामीबुढाको जन्मस्थलमा उपस्थित भएर गणतन्त्रका राष्ट्रनायक प्रत्यक्ष भेट्न पाउँदा म शहीद परिवारको तर्फबाट धेरै आभार व्यक्त गर्न चाहन्छु। म धेरै गौरवान्वित छु। शहीदका सपनाहरू अझै अब पुरा भएका छैनन्। अब केही भएको छैन भन्ने होइन, धेरै भएका छन्। अब धेरै उथलपुथल भएको छ, धेरै परिवर्तन भएको छ। तर मान्छेका इच्छा आकाङ्क्षा एकदम असीमित हुन्छन्। कहिले पनि चाहिँ अब एकपछि अर्को अब इच्छाहरू चाहिँ अब इच्छा शक्ति चाहिँ बढ्दै जान्छ, थपिँदै जान्छन्। त्यसैले अब शहीदका सपना पनि अब सबै पुरा भएको छैनन्। यहाँको नेतृत्वमा अब बाँकी शहीदका सपनाहरू चाहिँ पुरा गर्नुहुनेछ। विकास निर्माणका कुराहरू, शहीदका चाहिँ शहीदहरूले बलिदान गरेका सपनाहरूलाई पुरा गर्नुहुनेछ। त्यसमा यहाँले चाहिँ नेतृत्व गर्नुहुनेछ भन्ने यो कामीबुढाको स्थल भूमिबाट सम्पूर्णको तर्फबाट यहाँले चाहिँ अब विशेष आज भूमिका निर्वाह गर्नुहुनेछ। अब मलाई अब भन्ने शब्द यो छैन, अब यो त्यति आउँदैन। जे होस्, अब मलाई खुसी लागेको छ, हामीलाई खुसी लागेको छ शहीद परिवारको तर्फबाट यहाँ हाम्रो कामीबुढाको जन्मस्थलमा आएर यसरी प्रत्यक्ष भेट्न पाउँदा। यहाँ समस्याहरू चाहिँ थुप्रै छन्। अब यावत समस्याहरू छन्। अब यी सबै समस्याहरू यहाँले अब माथि नेतृत्व गरेर माथि चाहिँ त्यसलाई समाधान गर्नुतर्फ लाग्नुहुनेछ भन्दै फेरि अब मेरा नमिलेका शब्दहरू यहीँ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार।